कहिलेकाहीँ केही मान्छेहरू हाम्रो जीवनमा आउँछन् जसलाई हामी प्रेम गर्छौँ, तर उनीहरू सँगै रहन लेखिएको हुँदैन। ऊ पनि मेरो जीवनमा आए कुनै विशेष योजना बिना, तर जाँदा मेरा सारा योजना फेरेर गइदिए। हाम्रो भेट कलेजको दोस्रो सेमेस्टर भएको थियो। मैले उसलाई पहिलोपल्ट देख्दा ऊ हातमा किताब बोकेर गेट नजिकै उभिरहेकी थिए। उही त्यही साधारण निलो कुर्ता, केसलाई सिधा ब्यान्डले बाँधिएको, तर उसको आँखामा केही त्यस्तो थियो जसले मलाई एकछिन टक्क अड्याइदियो। मैले त्यसपछि उसलाई दिनदिनै नोटिस गर्न थालेँ। ऊ पछाडि बस्ती रहेछ, कहिलेकाहीँ झ्यालबाट बाहिर हेरिरहन्थे, कहिले किताबलाई लिएर एक्लै टोलाइरहन्थे। हामीबीच संवाद नभए पनि त्यो नजर, सायद त्यो नजरले दुवैजनालाई चिनिसकेको थियो। एक दिन गल्तीले मेरो किताब उसले लगिछे। त्यसपछि म नजिकै आएर भने, के यो तपाईँको किताब हो? मैले हो भन्ने इसारामा त्यो किताब लिएँ। त्यसपछि हो हामी त्यो चिया पसलको कुनामा सँगै बसेर बोल्न थालेका। शब्दहरू त धेरै कम थिए, तर मौनताले नै धेरै कुरा बोल्थ्यो। उसलाई मसला चिया मन पर्थ्यो, मलाई चिया पिउँदै गरेकी ऊ हेर्न मन पर्थ्यो। ऊ सधैँ चिनीको डब्बामा हात पुर्याउँथे, तर त्यो डब्बाको ढक्कन खोल्दिन्नथे। म त्यही चिनी नहालेकै चिया पिउँथे। न त त्यो ढक्कन खोल्न ऊ सम्झिन्थे, न म उसलाई सम्झाउँथे। ऊ कहिलेकाहीँ लजाएर मुस्कुराउँथे, कहिलेकाहीँ अचम्मित अनुहार बनाएर सुनिरहन्थे। हो यसरी नि हो हाम्रो साथ बनिरहेको, बिना प्रस्ताव, बिना सहमति। माया थियो, तर कहिले पनि भन्नु परेन। हामी हिँड्थ्यौँ उही गल्ली, उही बाटो, तर त्यो बाटो कहिले बिस्तारै छुट्टिन्छ भन्ने पनि थाहा थिएन। एक दिन उसले मलाई हाँस्दै भने, तिमी धेरै शान्त मान्छे हो, तिमी बोल्दा त बोल्दैनौ, तर म तिमी नबोले पनि बुझ्छु जस्तो लाग्छ। त्यो बेला मैले उसलाई भनेको थिएँ, किनकि म तिमीलाई सुन्न, बोल्न भन्दा पनि महसुस गर्न चाहन्छु। त्यो दिन उसले मलाई एकटक हेरिरहे, अनि त्यो मुस्कान, मलाई लाग्यो सायद त्यो मुस्कान नै माया थियो। हामी त्यही मौन सम्बन्धलाई बाँध्दै गइरह्यौँ। ऊ बिस्तारै टाढा हुन थाली। पहिला दिनौँ देखिने अनुहार अब कहिलेकाहीँ मात्र देखिन थाल्यो। सन्देशका उत्तरहरू ढिला हुन थाले, फोन कलहरू छोटा हुँदै गए। उसको जीवनमा केही परिवर्तन आएको थियो, सायद परिवार, जिम्मेवारी वा ऊभित्रको द्वन्द्व। उसले केही पनि भन्न छोड्थे, तर त्यो भन्नु भनेको बिछोडको अभ्यास हो जस्तो लाग्यो। एकसाथ मैले उसलाई सोधेँ, के हामी ठिक छौँ? उसले नजर झुकाउँदै भनी, हामी सधैँ ठिक रहिरहन सक्दैनौँ होइन र? त्यो दिन मैले बुझेँ, सुरु भइसकेको छ बिछोड, अब स्वीकार्नु पर्नेछ। म अझै पनि सम्झिन्छु, अन्तिम भेट थियो त्यो, जहाँ न उसले हात समाए, न म रोएँ, तर बीचको मौनता, त्यही मौनताले हाम्रो प्रेमको अन्तिम पृष्ठ लेख्थ्यो। तर त्यो पृष्ठपछि पनि कागज बाँकी थियो, जुन अझै मैले भर्न सकेको छैन। कहिलेकाहीँ लाग्छ त्यो अन्त्य होइन, सिर्जनाको एक बीचको बिन्दु थियो। आज धेरै वर्ष भइसक्यो, ऊ कहाँ छे म जान्दिनँ। सायद उसले आफ्नो जीवन बनाइसके, तर म अझै पनि कहिलेकाहीँ त्यही झ्यालपट्टि उभिन्छु, जहाँ ऊ झ्याल बाहिर हेर्थे। केही कुराहरू बदलिएका छन्,
अब म पहिले जस्तो छैन। न त उसको सम्झनामा चिसो नाङ्गो हुन्छु, तर त्यो सम्झना अझै पनि म भित्र तात्तिरहेको छ। उसले मलाई अहिले होइन भनेकी थिए, तर अहिले बुझ्दैछु उसले त्यति बेला कहिले होइन भनेकी रहेछ। त्यसैले कहिलेकाहीँ म सोच्न थाल्छु के ऊ पनि मलाई सम्झिरहेकी हुन्छ, कि ऊ पनि कहिलेकाहीँ त्यो चिया पसल नजिकै जान्छे। तर उत्तरहरू आउँदैनन्, उत्तरहरू मौन छन्, जस्तै ऊ अन्तिम पटक मौन थिए। अब म लेख्छु, कविता होइन, तर उसको यादमा आत्मा स्वीकृतिहरू। कहिलेकाहीँ ऊ आएर एकछिन बस्छे, सपना भएर, आवाज बिना। त्यो सपना भोलिपल्ट मलाई चिया पिउन पठाउँछ, जहाँ उसका बानीहरू अझै टेबलमा बाँकी छन्। ऊ गई, हो ऊ गई, तर अझै पनि कुनै दिन फर्किन्छ कि जस्तो लाग्छ। सायद म अझै पर्खिरहेको छु, या म आफै भित्र हराएर उसलाई खोजिरहेको छु। ऊ मेरो आँसु होइन, ऊ मेरो मौन स्वीकृति हो। शब्दले भन्न नसक्ने अनुभूति, अक्षरले कहिल्यै नअटाउने गइरहे। ऊ मेरो कविता मात्रै होइन, ऊ त्यो कविता हो जो अन्तिम हरफमा पुगेर कहिल्यै पनि सकिँदैन। ऊ त्यो आवाज हो जुन सधैँ भित्र गुन्जिरहन्छ, तर कसैलाई सुनाउन डराउँछु। ऊ त्यो अँध्यारो साँझ हो जहाँ झ्यालबाट भित्र आउने बतास अझै पनि उसको उपस्थितिको गन्ध बोकेर आउँछ। तर म अझै पनि त्यही गन्ध सँगसँगै सास लिइरहेको छु। बाँच्ने बाहनामा, बिर्सिन नसक्ने अभिशापमा। उसले मलाई बाँधेर गएकी होइन, तर स्वतन्त्र गरिदिने नाममा मलाई जिन्दगीभरि बन्धन दिएर गई। हो ऊ गई, तर उसले बिर्सिन सिकाइन। म अहिले पनि उसैको सम्झनामा थामिन बाँचेको छु। टुक्रा टुक्रा भएर पनि पूर्ण देखिन बाध्य छु। म कुनै दिन उसैलाई सम्झेर रुँदिन, किनकि ऊ मेरो आँसु होइन, ऊ मेरो कविता हो, अधुरो तर अमर। उसले हात छोडेर गई, तर आजसम्म म उसको आँखामा अड्किएको छु।